नमस्ते सबैजनालाई म रश्री नर्स। आज चाहिँ मैले हाम्रो शारीरिक स्वास्थ्यको लागि, मानसिक स्वास्थ्यको लागि, हामी फिजिकल्ली मेन्टल्ली हेल्दी रहनको लागि निन्द्राको महत्त्व कति छ, यदि हामी राम्रोसँग निदाउन सकेनौँ भने हाम्रो शारीरिक स्वास्थ्यमा, मानसिक स्वास्थ्यमा कस्तो असर गरेको हुन्छ र हामीले विथआउट मेडिसिन चाहिँ एउटा स्लिपिङ ह्याबिट चाहिँ बसाउन सक्छौँ कि सक्दैनौँ, यदि सक्छौँ भने कसरी सक्छौँ त्यसको बारेमा छोटो जानकारी दिन चाहन्छु। किनभने निन्दा नलाग्दाखेरि कति अप्ठ्यारो हुन्छ, कति गाह्रो हुन्छ भनेर, एक दिन पनि निन्दा नलाग्दा कस्तो समस्या हुन्छ भनेर हामी सबैजनाले एक्सपिरियन्स गरेको कुरा पनि हो। कति एक दिन पनि निन्दा लागेन राम्रोसँग, एक रात पनि हामी राम्रोसँग सुत्न सकेनौँ भने भोलिपल्ट हामीले मेन्टल्ली हाम्रो फिल कस्तो हुन्छ, फिजिकल्ली हामी कतिको टायर्ड हुन्छौँ भनेर, होइन। उस्तै परे हामी काममा पनि जान नसक्ने अवस्था पनि आउँछ। एक दिनको निन्दाको असरले गर्दाखेरि मान्छेलाई हप्तौँ दिनसम्म निन्दा लागेको छैन, महिनौँ दिनसम्म निन्दा लागेको छैन भने कस्तो असर गर्छ होला, होइन। उसको शारीरिक हेल्थमा कस्तो असर गर्छ होला, मानसिक हेल्थमा कस्तो असर गर्छ होला, त्यसको बारेमा के छ भन्दा, यदि हामी राम्रोसँग सुत्न सकेनौँ भने चाहिँ हाम्रो स्वास्थ्यमा फिजिकल्ली मेन्टल्ली दुवै स्वास्थ्यमा चाहिँ असर गरेको हुन्छ। नर्मली हाम्रो जुन सुताइको माग छ, जुन हाम्रो निन्द्राको माग छ, जति सानो उमेर छ त्यति नै धेरै हुन्छ र उमेर बढ्दै जाँदाखेरि निन्द्राको जुन सुत्नुपर्ने टाइमको माग चाहिँ घट्दै गएको हुन्छ। जस्तो भर्खर जन्मेको बच्चा चाहिँ 21-22 घन्टा मजाले सुतेको हुन्छ भने अहिले आएर हाम्रो यङ एडल्टहरूमा चाहिँ 6 देखि 8 घन्टा चाहिँ मजाले निदाएको हुनुपर्छ, स्वस्थ हुनको लागि, शारीरिक रूपमा र मानसिक रूपमा स्वस्थ हुनको लागि। र राम्रोसँग सुत्न सकेन भनेको मतलब निदाउन सकेन भने कस्तो असर गर्छ त भनेर भन्न चाहन्छु। सुत्न त हामीले जस्ट बेडमा पल्टिनुलाई पनि सुतेको भन्छौँ, तर निदाउनु चाहिँ आवश्यक छ, होइन। 6 देखि 8 घन्टा हाम्रो एजको मान्छेहरू, हाम्रो अथवा यङ एडल्टहरू सबै चाहिँ 6 देखि 8 घन्टा मजाले निदाएको हुनुपर्छ शारीरिक र मानसिक रूपमा स्वस्थ हुनको लागि। र हामी मजाले सुत्न सकेनौँ भने कस्तो असर गर्छ त हाम्रो शारीरिक हेल्थमा र मानसिक हेल्थमा भन्दा, यदि हामी राम्रोसँग सुत्न नसक्दाखेरि हामी इरिटेसन हुने, होइन। अनि त्यसपछि कार्डिक समस्याहरू, मुटुको समस्याहरू हुनसक्छ, जस्तो प्रेसर हाई हुने, मुटु हार्ट एट्याकहरू हुने, हार्ट फेलर हुने भयो। अनि अर्को छ त्यस्तै गरेर अनावश्यक वेट गेन हुने, सँगसँगै चाहिँ टाइप 2 टाइपको चाहिँ डायबिटिज हुनसक्छ। किनभने डायबिटिज चाहिँ 2 टाइप्सको छ, टाइप 1 र टाइप 2। टाइप 2 टाइपको डायबिटिज चाहिँ यो निन्दा नलाग्ने समस्यामा चाहिँ हुनसक्छ, है। अर्को चाहिँ हामीले केही पनि कुरा चाहिँ राम्रोसँग बुझ्न सम्झिन सक्दैनौँ, जसले गर्दाखेरि हामीले गरेको कामबाट आउनुपर्ने रिजल्ट हो जस्तो आउनु पर्थ्यो त्यस्तो हामीले सोचे जस्तो नआउन सक्छ, है। अर्को हामीले चाहिँ केही पनि कुरा मजाले राम्रोसँग भन्दा पनि अनावश्यक कुराहरूको सोचाइ आउँछ कि हामीलाई निन्दा लागेन भने, जसले गर्दा एन्जाइटी हुने, डिप्रेसनमा जाने, होइन। अनि कुनै पनि सब्सटेन्सको मिसयुज हुने हुन्छ। जस्तै हामीलाई निन्दा लागेन, बेलुकामा कसैले रक्सी खाने गर्नुहुन्छ, निन्दा लाग्छ भने रक्सी खानुहुन्छ, रक्सीले निन्दा लाग्ने होइन र त्यसमा चाहिँ डिपेन्डेन्सी बढ्दै जान्छ, जसले निन्द्राको ह्याबिट पनि बस्यो, नखाइ नहुने पनि हुन थाल्यो, अनि मिसयुज पनि भयो। अर्को चाहिँ निन्दै नलाग्दाखेरि चाहिँ कसै